हेलो साथीहरू, यत्रो उचाइ चढिसक्यो। अब चाहिँ हामी यता गइरहेछौँ, यता बुद्ध सुब्बा मन्दिर जुन धरानमा रहेको छ। कतिको गाडी चलिरहेको छ। यो मेरो साथी छ। भन्नु त कति कठिनाइ पर्यो हामीहरूलाई, धेरै अप्ठ्यारो लागिरहेको छ क्या। यसको पुरै दोन पस्किहाल्छ क्या। भनौँ त कति कठिनाइ हामीहरूले पर्यो। धेरै कठिनाइ हामीहरूलाई लाग्यो। हामीहरू बुद्ध सुब्बा मन्दिर गइरहेछौँ। हामी बाटोमा छौँ। यो पानी पुडी हेर्नु। दाजु अहिले हामीलाई कति लाग्छ? लगभग अब आइसक्यो। यही बाटो छ। 2 मिनट लाग्छ हामीहरूलाई जति लाग्छ। छ नि ब्याम्बो। यही हो। हुन्छ हामीहरू आइसकेका छौँ बुद्ध सुब्बा। हामी गेटमा छौँ। अपना नाम के तालाब में खाना। हामी आइसक्यो। अब गेटमा छौँ। गेटमा हेर्नु कति हेर्नु आइसकेको छ हामी। हेर्नु कतिको पैसा रहेछ यहाँ। कति भित्र रहेछ, कति यहाँ गाडीहरू छन्, भित्रहरू छन्। हेर्नु यसमा आफ्नो नामको धागा बाँध्न सक्नुहुन्छ। कतिको धागा बाँधिएको छ यहाँ। हेर्नु यहाँ फोटो क्लिक गरिरहेका छन्। फोटो कतिको धागा बाँधेको छ। हामीहरू अनगिन्ती छ कि। कतिको रहेछ हेर्नु त। यो हाम्रो मन्दिर रहेछ। यो हाम्रो मन्दिर रहेछ। हेर्न सक्नुहुन्छ। हेर्नु त खतरा रहेछ क्या। उता पहाड रहेछ। उता पहाड छ। अब मन्दिर परि जाँदैछौँ। कतिको धागो बाँधिएको छ यहाँ। यो बुद्ध सुब्बा मन्दिर हो। हेर्नु यो बुद्ध सुब्बा मन्दिर हो। बुद्ध सुब्बा मन्दिर हेर्नु कतिको धागा बाँधिएको। हेर्नु यहाँ भिजिटरहरू पनि छन्। धेरै भिजिटरहरू आएका छन्। त्यो चाहिँ पर्यटक ठाउँ रहेको छ। हेर्नु हामी माथि गइरहेको छु। अब धेरै धागा बाँधिएको छ। हेर्नु कतिको बाँधिएको छ यार। मन्दिर आएको छ। हेर्नु त हेर्नु पर्यटकहरू कतिको रहेछ। हेर्नु त यहाँ फोटो क्लिक गर्दै गऱ्यो।
ए हो सुर्ती खोला राई सुर्ती खोला यो सेउती खोला पानी चाहिँ रहेन छ चाहिँ खोला चाहिँ सुक्खा रहेछ अहिले यहाँ फोटो क्लिक भइरहेको छ हेर्नु हेर्नु कतिको धागा बाँधिएको छ कतिको बाँधेको चुनीले हेर्नु त कति बारिएको छ कति राम्रो राम्रो फोटो पनि क्लिक भइरहेको छ प्रवेश गर्दैछौँ हामी अब मन्दिरमा प्रवेश गर्दैछौँ ल हेर्नु त यो बुद्ध सुब्बा मन्दिर रहेछ हेर्नु सक्नुहुन्छ हेर्नु त हेर्नु कतिको भिड रहेछ यहाँ कतिको भिड रहेछ हेर्नु त तपाईँ पनि आउन सक्नुहुन्छ आउनु तपाईँ पनि घुम्नु दर्शन गर्नु हेर्नु यो मन्दिर छ यो मन्दिर पनि छ यो पनि छ यहाँ फोटो क्लिक पनि हुँदैछ हेर्नु त क्लिक पनि यहाँ कतिको बाँधिएको छ तपाईँहरूले पनि आएर यहाँ दर्शन गर्नु भने र यहाँ आफ्नो नामको धागा बाँध्नु के कस्तो तपाईँको माग रहेछ यहाँ आउनु आन्टी यहाँ त धेरै पर्यटकहरू पनि आउने गर्छ कस्तो कतिको आउने गर्छ बताइदिनु त थुप्रो आउनुहुन्छ यहाँ भाकल पनि राम्रो हुन्छ हामीलाई आँखले एउटा विश्वासले आउँदा हामीलाई राम्रो हुन्छ सन्तुष्टिले आउनुपर्छ तपाईँले यस्तो आन्टी भन्नु त त्यो त्यसमा के गरिन्छ त्यहाँ त्यो हेर्नु त अर्पण गर्छु होइन अनि यता दाजुलाई बुढा सुब्बा बाबालाई अर्पण गर्छु अनि पहिले बुढा बाबाको दाजुको पूजा गरेर दर्शन गरेर अनि यहाँ दिदीलाई आमा बहिनी चेली यहाँलाई दर्शन गर्नु यसो आफै साक्षात हुनुहुन्छ यहाँ यहाँ आउँदा तपाईँ जस्तै हाम्रो जुन छ नि जुन मनमा छ त्यो पुरा हुन्छ जस्तो छ मनमा पुरा हुन्छ बाबा अब मलाई भेट्नुभयो तपाईँले यसरी धन्यवाद तपाईँलाई भेटेको पनि भगवान्ले बुढाको आमालाई राम्रो होस् बाबालाई राम्रो होस् पढ्न तपाईँलाई सम्पत्ति राम्रो पढाउनु बाबा आमाको राम्रो श्रीमती तपाईँको आमाको साथी हुने गरी आमालाई पनि जन्मिनु भगवान्ले वरदान दिनुहुन्छ माताले चेली माता आफै भगवती यो कुन मन्दिर हो यो यहाँ माताको बहिनीको यो बहिनीको मन्दिर हो माताको तल्लो सुब्बाको त्यो सुब्बाको हो अनि बुढा सुब्बा बाबाको मन्दिर रहेछ यहाँ कसैले बनाएको ए आफै नेचुरल नै रहेछ क्या हाम्रा पनि छोरीलाई यहाँ वरदान मागेको मलाई दिएको छ पढेर यहाँ घोटामा पास भई डक्टरले छ अहिले दुबईमा छ फेरि घुस्मै आउँथे कान्छी छोरी पनि अमेरिकामा छ पिएचडी गर्न चाहन्छ तर भगवान् सम्झिनुपर्छ बाबु बिहान उठेर बाबुआमा हेर्नुपर्छ बाबा आमा नि दर्शन गर्नुपर्छ हजुरबाबु हुनुहुन्छ भने बहिनीलाई त्यति भने धोबी हाल्नुतिर केही आपत पऱ्यो भने यहाँ सम्झिनु आमालाई मातालाई भगवान्ले एकचोटि फेरि भनिदिनु त कुन नाम भनिदिनु त यसको यहाँकी बहिनी सुब्दिनी चेली हजुर सुब्दिनी चेली बहिनी सुब्दिनी चेली तलका दाजु
माइती राजा हिमाल चुली हिमाल चुली हिमाल चुली माइती राजा माथि शिखर मलाई पनि विश्वास रह्यो त आमाको आशीर्वाद मेरो माथि रहोस् सूर्य भगवान मलाई मेरो पनि कामना पुरा मेरो पनि मनको पुरा कामना पुरा होस् पुरा कति भाइ हुनुहुन्छ म 3 भाइ दाजुभाइ कुन भाइ तपाईँ म सबभन्दा कान्छु कान्छु धन्यवाद बाबा दाजुहरूलाई पनि बाबु सम्झिनु उनीहरूले मुख चलायो भने पनि मुख नचलाउनु बाबालाई पनि ज्ञान दर्शन गर्नु मम्मीलाई पनि घामको दर्शन गर्नु पृथ्वी माताको पहिलो दर्शन गर्नु अनि हातलाई जोडेर फेरि घामलाई अनि शनिश्चरलाई जोड्नु होइन यी तल चाहिँ बुढा सुब्बा बाबा हुन् माइती अनि माइती राजा भगवती चेली माता जगत जननी बाबा यो आफै चाहिँ निर्मित रहेछ मान्छेले कुनै पनि बनाएको छैन त्यो भन्नै हुँदैन सोच्नै हुँदैन त्यो आफै निर्मित रहेछ जस्तो यहाँ भगवतीको नाम चलेको छ जस्तो उहाँ माइती राजाको नाम चलेको छ त्यस्तै चलेको बाबा सुन्दिनु गुरुले मलाई आमा भने त तपाईँहरूले मतलब दर्शन गर्नु माताको बाबाको दर्शन गर्नु तपाईँहरूले आशीर्वाद लिनु आमाको चाहिँ छोराछोरी पनि विदेशमै नै बस्नुहुन्छ छोराछोरी हाम्रा 9 जना भाषा 5 वटा बिग्रे अनि यहाँ भगवान्को वरदानले चाहिँ मलाई बाँचेका छन् अरू फेरि पढेर विद्या दिनुभयो बुद्धि दिनुभयो ज्ञान दिनुभयो होइन भगवान्ले एकदम आत्मा काहीँ शत्रु लाग्यो भने पनि सम्झिने दशा लाग्छ कि बाटो हिँड्ने बेलामा पनि पहिले माइती राजालाई हिमाललाई सम्झिने भगवान् बाबालाई बुढा सुब्बा बाबालाई अनि भगवती आमालाई सम्झिने आफै माता भगवती आफै सपनामा दर्शन दिनुहुन्छ मलाई विश्वास छ मलाई पनि दिनुहुन्छ सपनामा दर्शन जस्तो छ मलाई पुरै विश्वास हुन्छ यसो लिमुनिको जस्तो जस्तो अनुहार भएका केटीहरू देखिन्छन् अनि त्यसमा लोभी हुनु परेन त्यसमा आफू भगवान् सम्झेर त्यो बुझ्नु पर्यो अर्काको चेलीबेटी भेट्दा पनि सम्मान गर्नु पर्यो त्यसलाई बुवा आमाले भनेकोलाई मात्रै आफूले सम्मान गर्नु मागिदिए गरिदिनु अनि अर्काले चाहिँ बाँध्दैछ भने पनि यसो भागेर हिँड्नु भागामा नपस्ने बाबा ल सम्पत्तिको अर्काको लोभ नगर्नु आफ्नो लोभ गर्छ भने उसलाई भगवान्लाई सम्झिनु ल